नमस्ते साथीहरू, मलाई चाहिँ सुकुटीको झोल एकदमै मनपर्छ। तपाईहरुलाई कतिको मनपर्छ र कसरी बनाउनुहुन्छ? म चाहिँ सादा सिम्पल तरिकाबाट सुकुटीको झोल यसरी बनाउँछु। सबैभन्दा पहिला मैले यहाँ तोरीको तेलमा सुकुटीलाई केही बेर फ्राई गरेर निकाले। त्यसपछि काटेर राखेको प्याजलाई केही बेर फ्राई गरे र काटेको खोर्सानीलाई पनि राखेर केही बेर फ्राई गरे। त्यसपछि जिरा धनियाको पेस्ट राखेर राम्रोसँग चलाए र अदुवा लसुनको पेस्ट पनि राखेर फेरि चलाए। यहाँ मैले बेसार, स्वाद अनुसार नुन, रातो खोर्सानीको धुलो राखेर चलाए राम्रोसँग। टमाटर राखेर फेरि राम्रोसँग सबैलाई चलाउने र मसला पाकिसकेपछि अघि भुटेर राखेको सुकुटी राखेर कम्तीमा 5 मिनेट पकाउने। त्यसपछि तपाईहरु कति झोल खानुहुन्छ त्यही अनुसारको पानी एड गरेर लो ग्यासको फ्लेममा कम्तीमा 10 मिनेट उम्लिन छोड्दिने। रस उम्लिसकेपछि माथिबाट मैले यहाँ धनिया राखेको छु। आफ्नो स्वादको हिसाबले तपाईहरु धनिया नराख्न पनि सक्नुहुनेछ। त्यसपछि हाम्रो सुकुटीको झोल यसरी रेडी हुन्छ। म चाहिँ मन लाग्दा घरमा सुकुटीको झोल यसरी बनाएर खान्छु। तपाईहरु पनि मैले जस्तै गरी सादा तरिकाबाट सुकुटीको झोल यसरी नै बनाएर घर परिवारसँग बसेर खान सक्नुहुनेछ।